दर्शक महानुभावहरू नमस्कार। न्यूज नेपाल टिभी को न्यूज बुलेटिनमा स्वागत छ। हामी देशभित्र देश बाहिर यो विश्वभर कस्ता कस्ता घटनाहरू घटिरहेका छन्। यति बेला नेपालभित्रको अन्तरिम सरकारले कसरी काम गर्ने योजना बनाएको छ त? जेनजी पुस्ताले उठाएको आन्दोलनबाट के उपलब्धि भए, कसरी अगाडि बढ्दैछ, पुराना पार्टीहरू माओवादी कांग्रेस एमालेहरूले के कस्तो रणनीति बुनिरहेका छन् त? यी र यस्तै सन्दर्भको साथ उपस्थित हुने गर्दछौँ। सोही क्रममा उपस्थित भएका छौँ। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। सुशीला कार्की प्रधानमन्त्री नियुक्तपछि चर्चा पाएको आवश्यकताको सिद्धान्त के हो? कांग्रेस नेता शेखर र गगन बीच छलफल जारी। पूर्व प्रधानमन्त्री देउबा प्रचण्ड र ओलीका स्वकीय सचिवको सुविधा खारेज। जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि अन्तरिम गृह कार्य आवश्यकता छ। डीपी अर्याल। कांग्रेसले मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। माओवादीले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने। तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यान आकर्षण। ठाकुरले गरिदिए पार्टी नेतृत्व परिवर्तनको बाटो। मतदाता सूचीमा नाम लेखाउन आयोगको आग्रह। जेनजीलाई मौका। पार्टीको सबै हदमा 25% जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग। एमाले केन्द्रीय कार्यालयमा बैठक बस्दै के कस्ता एजेन्डा छन् त? अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी। नेतृत्व परिवर्तनबारे प्रचण्ड महाधिवेशनसम्म सबैलाई हल हुने गरी जानुपर्ने धारणा। तुइन खोलामा पहिरो पन्छ्याउँदै अल्पत्र यात्रुका लागि घुम्ती यातायात सेवा सञ्चालन। 500 का र 1000 का नोट बन्द गर्ने चर्चा सत्यता नभएको अर्थमन्त्रीको भनाई। अध्यादेश जारी भएसँगै मतदाता नामावली सङ्कलनको बाटो खुल्यो। बाबुराम भट्टराईले गरे राजीनामा घोषणा। अनुत्पादित खर्च कटौती हुँदा 1 अर्ब बढीको बचत। प्रचण्डले एक दिनमै बैठक टुङ्ग्याउन खोजेपछि नारायणकाजी श्रेष्ठले उठाए फरक मग। कांग्रेसका 2 केन्द्रीय सदस्य सहित 10 सांसदले गरे विशेष महाधिवेशन गर्न हुने अनुरोध। पार्टी प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नै पर्छ। तोसीमा कार्की। सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष। योगदान गर्न सबैलाई आह्वान। 6 केबुल कार सहित 20 आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत। कारागारबाट भाग्दा भाग्दै सेना प्रहरीको चेकिङमा समातिएका थिए अपहरणकारी किङ उदय सेठी। जेनजी आन्दोलन लगत्तै भागेका कैदी आउन सक्ने तर्फ युएईको सचेत। नेप्चे नेतृत्वले बिचौलियाका एजेन्डा काम गरेको भन्दै राजीनामा माग। कर्मचारीहरू आन्दोलित। जेनजी प्रदर्शनपछि देश कता जाँदैछ, के गर्नु पर्दछ त? जेनजी आन्दोलनकै क्रममा धम्की आयो। 7 दिन कलेजको टेबलमा सुते। आखिर को हुन् त यिनी? राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री कार्कीको तयारी। काठमाडौँ महानगरका 27 विद्यालयमा र 87+ गरेर 102 विद्यालयमा सबै कक्षा कोठामा तिहार अघि नै स्मार्ट बोर्ड जडान गर्नुपर्ने। बाबुरामले दिए अध्यक्ष पदबाट राजीनामा। अब को हो बन्ला त अध्यक्ष? कारागारबाट भागेका 7700 जनालाई फर्काइयो। नक्खुबाट भएका सहकारी ठगी पक्राउ परेका छन्। कांग्रेस छोडेर अघि बढ्न आइसकेको सुझावमा गगन थापाले के सोचिरहेका छन् त? तुहिन खोलामा पहिरो खस्दा सडकमा 34 ट्रक भन्दा बढी माटो थुप्रिएको अनुमान। भक्तपुरमा दसी लाग्यो भ्याडा च्याङ्ग्राको लड्को। कर्णालीमा सुरक्षा समन्वय समितिको बैठक। 4 पर्वमा सुरक्षा कडा गर्नुपर्ने निर्णय। आगो जानी र तोडफोडको घटनाको अनुसन्धान सघाउन प्रहरीले सबैलाई गर्यो अनुरोध। भारतको अदालतले भन्यो सामाजिक सञ्जाल नियमित गर्ने अधिकार सरकारको हुन्छ, एक्सको हुँदैन। लखदामा पनि नेपालकै शैलीमा आन्दोलन। एकै दिन 4 जनाको मृत्यु, 72 जना घाइते। भाजपा कार्यालय जलाइयो। करेन्ट लागेर श्रीमान श्रीमती 2 जनाको मृत्यु। बालुवाटार गएर बालेनले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनमा सोधे र जेनजी आन्दोलनलाई गोली हान्नेहरूलाई किन पक्राउ गर्न सकिएन? विमानस्थलबाट सुनसहित 1 जना भारतीय नागरिक पक्राउ। शरणार्थी प्रकरणमा बेचन झा, टेकनारायण पाण्डे र प्रदीप थापा आफै कारागारमा हाजिर भए। आन्दोलन पछिको आर्थिक पुनरुत्थल पुथल चेम्बर र आइसिएफ बीच छलफल जारी। बालुवाटार गएर बालेनले प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनमा सोधे। जेनजी माथि गोली चलाउनेहरू किन पक्राउ परेनन्?
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन्जी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। बालेनले प्रधानमन्त्री कार्कीसँगको भेट लगतै समयमा उनले बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई बाहिरको माहौल के छ भनेर जिज्ञासा राखेकी थिइन्। त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेन्जीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए। बालेनको विशेष जोड भने भदौ 23 गते भएको जेन्जी प्रदर्शनमा गोली लगाउने अर्थात् गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएको भन्दै असन्तुष्ट व्यक्त गरे। सरकार गठन भएको यतिका दिन भइसक्यो, गोली चलाउनेहरू आदेश दिनेहरू कहाँ छन्? कहिलेसम्म उनीहरूलाई किन पक्राउ नगरेको अहिलेसम्म बालेनको प्रश्न थियो। बालेन निकट स्रोतका अनुसार पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेका छन्, तर तत्काल कारबाही नभई असन्तोष पोख्दै आएका छन् भने अब के हुन्छ भन्ने कुरा थाहा छैन। जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएकी छन्। उहाँ प्रधानमन्त्री कार्कीले भन्दै हुनुहुन्छ गर्दैछौँ भन्नुभएको छ। स्रोतको भनाइ अनुसार अत्याचार गर्ने शक्तिको दुरुपयोग गर्ने कसैले पनि उन्मुक्ति पाउँदैनन्, उन्मुक्ति दिनु पनि हुँदैन। उनीहरू बीच करिब आधा घण्टा जति कुराकानी भएको स्रोतको भनाइ छ। बालेनले जेन्जी आन्दोलनको समर्थक र सहजीकरण गरेका थिए। भदौ 24 गतेको विध्वंसपछि बालेनले नै प्रधान सेनापति अशोक राज सिन्देलसँग भेटेका थिए भने त्यसपछि उनले अब जेनजीको सेनासँग वार्ता गर्नुपर्ने, अन्तरिम सरकार बनाउनु पर्ने र त्यसअघि संसद विघटन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। नभन्दै वार्ता सहजीकरण सेनाले नै गरेको थियो। बालेनको समेत समर्थन पूर्व प्रधान न्यायाधीश कार्की अन्तरिम सरकारको मन्त्री पनि नियुक्त भएकी थिइन्। जेन्जी आन्दोलनमा भएको दमन विध्वंसका बारेमा छानबिन गर्न सरकारले गत शुक्रबार पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। तर उक्त आयोगले अहिलेसम्म पनि कार्यभार सम्हाल्न सकिरहेको छैन। गृह मन्त्रालयको कर्मचारीले अहिलेसम्म पनि कार्कीको शपथ र कार्यालय व्यवस्थापन विषयमा कुनै पहल गरेको छैन। जेन्जी आन्दोलनमा प्रहरीले गोली चलाउँदा पहिलो दिनमै 19 जनाको ज्यान गएको थियो। टेकनारायण पाण्डे र बेचन झा कारागार फर्किए। जेन्जी प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट फरार भएका नेपाल सरकारका पूर्व सचिव टेकनारायण पाण्डे कारागार फर्किएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्व सचिव पाण्डे मंगलबार साँझ कारागार फर्किएको स्रोतले बताएको छ। मंगलबार साँझ नै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक पनि कारागार फर्किएका छन्। उनीहरू आफै कारागार फर्किएको कारागार प्रशासनले बताएको छ। त्यसैगरी आज बुधबार र हिजो बुधबार र आज बिहिबार पनि भुटानी शरणार्थी काण्ड जोडिएका बेचन झा पनि कारागार फर्किएको बताएको छ स्रोतले। उनको बारेमा के कस्तो हुन्छ त्यो अगाडि थाहा हुनेछ। यसअघि मंगलबार काठमाडौँ उपत्यकामा अपराध अनुसन्धान कार्यालयले टोलीले भुटानी शरणार्थी काण्डका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर कारागारमा ल्याएको थियो। एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि केही दिन अघि नै कारागार फर्किसकेका छन्। जेन्जी आन्दोलनको क्रममा 24 भदौमा कारागार तोडफोड गर्दै उनीहरू सहित सुन्धारा कारागारबाट 3300 कैदीबन्दी फरार भएका थिए। प्रधानमन्त्री कार्कीले बिहिबार राष्ट्रको नाममा सम्बोधन गर्ने बताइएको छ। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन्। उनी बिहिबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ। बुधबारको समन्वय सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले जानकारी दिएको थियो। जेन्जीले गत 23 र 24 भदौमा गरेको प्रदर्शनको बलमा कार्की 27 भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनी नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी 21 फागुनमा निर्वाचन गर्ने घोषणा गरेको छ। जेन्जी प्रदर्शनपछि देश कता जाँदैछ, के गर्नु पर्दछ त? दर्शक महानुभावहरू आउनुहोस् यसबारेमा पनि केही जानकारी दिन आइरहेका छौँ। अहिले नेपाल र नेपालीको भविष्य जोखिमको यात्रामा छ। सूक्ष्म राजनीतिक र जनस्तरमा गम्भीर समस्या प्राप्त भएको छ। अर्कोतर्फ 2 हप्ताभन्दा बढी समय भएको छैन, तर देशले अर्को युगमा पुग्ने जस्तो देखिएको छ। यो दुनियाँ कुन चरित्रमा चलिरहेको छ त? क्रोध प्रतिष्ठको भावना गहिरो व्यापक भएको छ। साहस र बुद्धिताको अभाव देखिन्छ। यही समयमा नयाँ मन्त्रीमण्डल गठनले शपथ ग्रहण गरेका छन्। कहिलेकाहीँ विगतको खरानीबाट नयाँ भविष्य सुरुवात हुन्छ, तर पछिल्लो हप्ता भरतपुर मात्रामा प्रदर्शित भएको जस्तो शून्य सहितको गलत छुट्याउन अस्वीकार गर्दछन्। यो शून्यताले अझै कहाँ पुर्याउने थाहा छैन। हिजोका धेरै राजनीतिक दलहरू र उनीहरूले वैधानिकता दिएका राजनीतिक अभ्यासहरूले सार्वजनिक सेवालाई प्राथमिकता दिएनन्। उनीहरू
उनीहरूले केवल निजी र साँघुरो दायराका स्वार्थहरूलाई बढी प्राथमिकता दिए। उनीहरूको प्राथमिकता आफू, आफ्ना नातेदार, आसेपासे दलाल, घुस दिने व्यापारी र अन्यलाई मात्र साथ दिएका थिए। राजनीतिक दलहरूले त्यसैको लाभांश लिएर मोटाएका र फस्टाएका पछिल्ला पुराना राजनीतिक दलहरूलाई नयाँले चुनौती दिएका छन्। त्यस्तो लुटको व्यवस्था गरिरहेका राज्यकै वैधता असर पुगेको देख्न सकिन्छ। अझ महत्त्वपूर्ण सामाजिक, आर्थिक, सङ्गठन र शैक्षिक समाजसेवा पेसाबाट बनोबट भएको राजनीतिक दलको फराकिलो र कठोर निर्णय हाबी भयो। यो निर्णय यतिसम्म भयो कि दमन र शोषणकारीको भयो। त्यसैको हुनसक्छ जेन्जी आन्दोलनले प्रकाश पारिदिएको छ। समुदायमा हेर्ने हो भने कुनै पनि ठाउँमा केही भएको छैन, वथल बिथल देखिएको छ। विद्यालय, अस्पताल, सामुदायिक भवन, उपभोक्ता समूह, आमा समूह, कर्मचारी लगायत जहाँसुकै राजनीतिक दलसँग आबद्ध सङ्गठनले अवैध रूपमा राजनीतिक रूप नै निकै शक्तिशाली तबलले बनेको देख्न सकिन्थ्यो। त्यति मात्र होइन, उनीहरूले विद्यार्थी, शिक्षक, प्रज्ञा, चिकित्सक, कानुन व्यवसायी, इन्जिनियर, किसान र तोहोमा रहेका भूमिहीन लगायतको पेसागत र व्यावसायिक समूहलाई पनि आफ्नो मुठ्ठीमा पार्दै आएका थिए। वास्तवमा अदालत पनि राजनीतिक दलका कार्यकर्ताहरू एउटा भर्ना गर्ने केन्द्र जस्तो बनेको देख्न सकिन्छ। राजनीतिक दलले आफ्ना सदस्य धेरै भएको घमण्ड गर्थे र सदस्यहरूले आफ्नो पार्टी सदस्यतालाई नियम कानुन उल्लङ्घन गर्ने तथा अपराधबाट उन्मुक्ति पाउने छुटका रूपमा लिन्थे। राजनीतिक र कर्मचारीहरूमा भ्रष्टाचार सामान्य भए जस्तो देख्न थालिएको थियो। साथै लामो समयदेखि प्रधानमन्त्रीको कुर्सीमा दलका नेता, निश्चित नेताहरूको दौडधुप चलिरहेको थियो, जसले गर्दा दलकै दोस्रो र तेस्रो तहका नेताहरू नै हैरान बनिसकेका थिए। उनीहरू नेतृत्व विकासमा आबद्ध भइसके थिए, तर पनि पार्टीहरू जनताको सेवाको निम्ति भन्दा निजी लाभ र प्रभाव विस्तारमा सीमित थिए। साथै उनीहरू चुनाव र राजनीतिक शक्ति विस्तारमा सीमित थिए। राजनीतिक दल र तिनका नेताहरूको आत्मकेन्द्रित, स्वार्थी, अहङ्कारी स्वभावले सरकार राज्यलाई खोक्रो बनाएको थियो। परिणामस्वरूप नागरिकको ठूलो हिस्सा सरकार र राजनीतिक दलबाट अलगिएका थिए। नेपाल नागरिकहरूको सक्रिय सहभागिता भएको नागरिक राज्य बनिरहेको थिएन, बरु जहाँसुकै राजनीतिक दल र तिनका नेता हाबी थिए। यस्तो अवस्थामा केही गर्न सक्ने अवस्था थिएन। नयाँ राजनीतिक दलका उदय र खास गरी राजनीतिक सहर काठमाडौँ नयाँ युवाहरू मेयर निर्वाचित हुनुभएका केही सङ्केत पनि थियो, तर पुराना राजनीतिक दलहरूले यो राजनीति परिवर्तनबाट शिक्षा लिन असफल भइसकेका थिए। चौथो पटक हप्तामा जे भयो र त्यो चौथो पटकको हप्तामा जे भयो चकित पार्ने खुलासा भयो। अलग अलग आगो लागि तोडफोड भयो, सबै विधिवंश भयो। यो सबै हुनुको पराकाष्ठ पनि यिनै पुराना दल र पुराना पार्टी थिए। घुमी फिरी रुम्दातार भने जस्तो सबै नेताहरू काङ्ग्रेस, एमाले, माओवादीका वरिष्ठ नेता, सदस्य, अध्यक्षहरू मात्र मन्त्री र प्रधानमन्त्री बन्ने यो कानुनै चलिरहेको थियो। प्रचण्ड, देउबा र ओली बाहेक कसैले प्रधानमन्त्री बन्ने हाबी समेत राख्न सक्दैनथे। त्यसैले पनि हुनसक्छ 22 र 23, 24 अर्थात् खास गरिकन 23 र 24 को जेन्जी आन्दोलनले जे देखाइदियो, यति बेला नेताहरूको भागाभाग भयो, नेताहरूको लुटपाट भयो, नेताहरूको घर आगो लाग्यो, नेताहरूको पार्टी कार्यालय, सार्वजनिक सबै चिजहरू र व्यापारीहरूका र उद्योगपतिहरूका पनि अधिकांश रूपमा जलेर नष्ट भए। सबै चिजहरू खोक्रो भयो। त्यहीको हिसाब किताब हुन सक्छ। अहिले सबै नेताहरू, पुराना पार्टीका नेताहरू चकित परिरहेका छन्। साँच्चै नै सबैभन्दा ठुलो अदालत र ठुलो जनसागर भनेकै जनता रहेछ भन्ने अहिले बल्ल कानमा तेल हाले जस्तो भएको छ। अब आउने दिनहरूमा के होला त्यो भने हेर्न बाँकी नै छ, तर ती दिनहरूमा अब जिनजीले कसरी अगाडि लैजान्छ, अब कसरी जान्छ, अन्तरिम सरकारले कसरी चलाउँछ र फागुन 21 गते निर्वाचन हुन्छ कि हुँदैन, आयोगले के कस्तो गठन गरेको छ, यस विषयमा पनि आगामी कार्यक्रमहरूमा तपाईहरूलाई जानकारी दिनेछौँ।